हेलो हेलो गाइजहरू हेर्नु न, यो चाहिँ हामीले सानोमा स्कुल पढ्दाखेरि कोदालोले खनेर गोरु जोतेर बनाएको भलिबल ग्राउन्ड हो। त्यतिखेरको समयमा हामीले यहाँ खेल्न पालो पाउँदैन थियौँ। हामीभन्दा सिनियर दादाहरू टन्नै हुनुहुन्थ्यो। यदि पालो पाइहाले पनि हामीसँग खेल्ने पैसा हुँदैन थियो। जिउको 5 रुपियाँ, टिमको 30 रुपियाँ खेल्ने पैसा हुन्न थियो हामीसँग। अनि हामी चाहिँ भलिबल अठ्याउनेमा बस्थ्यौँ। भलिबल अठ्याएरै हामी रमाउँथ्यौँ। यहाँबाट भलिबल झऱ्यो भने चाहिँ तल यहाँबाट 15-20 मिनट तल जङ्गल छ, जङ्गलमा अडिन्थ्यो, त्यहाँनिर खोजेर लिएर आउँथ्यौँ। हामी त्यसैमा खुसी हुन्थ्यौँ। त्यतिखेर हामीसँग खेल्ने पैसा हुँदैन थियो, तर टन्न हुन्थ्यो। तर अहिले पैसा छ, खेल्ने मान्छे हुँदैन। यतिखेर त 20-30 हजार 40-50 हजार खर्च गरेर यो ग्राउन्ड पनि राम्रो बनाउन सक्थ्यौँ हामी, तर हामीसँग खेल्ने साथीहरू छैनन्। समय परिवर्तन हेर्नु न गाइज।